गाइज हेलो गाइज, यस्तो खालको भिडमा तपाईहरु कहिले हिँड्नु भएको छ? यसरी यस्तोमा चाहिँ छड्के हिँड्नुपर्छ अरे कि अगर यहाँदेखि चिप्लेर लडियो भने हेरौँ यस्तो खतरा भिड छ कि पत्थरकै साथ साथ मुनतिर रोड छ, रोडमा पुग्नु साह्रो पर्यो भिडदेखि। यस्तो मुनतिर त रोड छ, रोडमा आइपुग्यो है। अहिले म हिँडेको बाटो हेर्नुहोस् गाइस, यस्तो छ पत्थरै पत्थर, त्यो माथिदेखि झरेको। यहाँ हेर्नुहोस् गाइस, यो चाहिँ फुल लाग्दैछ है। यो फुल के फुल हो नि मलाई चाहिँ थाहा नभएको अवस्था। यसरी किन फुलेको छ? हजुरहरुकोतिर पाउँछ भने, नाम थाहा छ भने कृपया बताइदिनु होला है। यहाँ चाहिँ ढुङ्गामाथि प्लास्टिक पाइन्छ है गाइज, यस्तै चम्किने यो प्लास्टिक हो। धातुहरू पाउँछ होला, तर के गर्नु, आफूसँग त छैन मेटल डिटेक्टर। यहाँ चाहिँ यस्तो गनाउने एउटा त्यो ढुङ्गाभित्र हल्दी जस्तो बेसार जस्तो एउटा पहेँलो त्यो तत्त्व हुन्छ क्या, त्यसले चाहिँ पुरा ढुङ्गा पगालेर बडाङ फुटाइदिएको। केले होला के होला? एउटा चरा थियो, अब यहाँ हिलो रहेछ फेरि सिम। यहाँ चाहिँ यो माथि देखिएको जति पनि पहाड छ, यहाँ कहीँ पनि पानी आउँदैन, एकैचोटि यहाँ निस्केको छ यो पानी। यहाँनिर यसरी यहाँ निस्केको छ पानी, यत्रो ठुलो पानी निस्केको छ। तर यो पानीमा चाहिँ जुका पाउँछ अरे क्या, त्यो गाईबस्तुको नाकमा घुस्ने। त्यो भएर मान्छेले खाँदैनन् यहाँको पानी। मेरो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। गाडी आयो,
गाडी आएर जाँदैछ। यहाँ चाहिँ गङ्गटा पाउँछ अरे, पाउँछ भन्दै मैले चाहिँ देखेको छुइनँ। हेर्नुहोस् गाइस, सिमे साग। यहाँदेखि यस्तै 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 है, घाम पनि डुब्यो। यो चाहिँ सबै ओखर है, यहाँउँदै ओखरै मात्रै पाउँछ प्रायः जस्तो। जङ्गल मुलुक छ। यहाँ त तल चाहिँ थियो बस्ती। अहिले भनेको म चाहिँ मेरो क्याम्पमा जाँदैछु। तर पहिले यहाँ तल आएको थिएँ कामले गर्दाखेरि, फेरि वापस जाँदैछु। यहाँ चाहिँ गाइस एउटा तपाईँहरूलाई जुम गरेर देखाउँछु है। फुल है, अर्किड एक प्रकारको। त्यही अर्किड फुल फुलिरहेको छ। जीवन मेरो बगिरहेको छ। यहाँ मेरो एउटा साथी आउँदैछ। सही हो, कहाँ जा के आया? हाँ, कैंप में। ऐसे वीडियो कर रहा हूँ। सो गाइस, मेरो भिडियो राम्रो लागेमा लाइक कमेन्ट और सब्सक्राइब गरिदिनु होला। यहाँ तपाईहरुलाई म अझै एउटा यस्तो खालको धातु देखाउँछु। यो चाहिँ ढुङ्गा निकाल्दा गरेर यति डिप गइसकेको छ। हेर्नुहोस्, यो ढुङ्गाको आकृति हेर्नु कस्तो राम्रो छ। यो
त्यहाँ माथिदेखि खनेर ल्याएको अनि 100 मिटर जति भइसक्यो होला। ढुङ्गा निकाल्दै 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 यहाँ चाहिँ पातलो ढुङ्गा पाउँछ। अहिले यहाँ आइपुगेको छ। त्यस्तै ढुङ्गा निकाल्दै जाँदाखेरि गाइस यो एक लाइन चाहिँ यो निस्किएको छ। यो के होला, एकदम लोहा जस्तो भारी छ। यसमा के छ होला नि, धातु हेर्नुहोस्, माटो छ है। गोल्ड जस्तो चम्किन्छ पनि। यो अझै गरम छ। हेरौँ के होला यसमा। यो लाइन, यो लाइन, यो लाइन यता यता गएको छ। त गाइस, अब मेरो भिडियोलाई म यहीँसम्म इन्ड गर्न चाहन्छु। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला।